कोही भए सम्पर्कमा आइज मेरो भाउ किन भएर आज यही त सङ्कल्पमा आइज हामी के गरिन दिन काटिन खाने हो यहाँ बुढाबुढी आमा बाबु सानो छोरो छ बाबा भन्छ सघिको पाङा ल्याउन पठाउँछ सघि रुकुम लग्न पठाउँछ पाङा हुनुहुन्छ मेरो बाबा भन्छ मेरो बाबा रुकुम हुनुहुन्छ बब्बै भन्छ मेरो बाबाले भोलि साइकल ल्याइदिन आउने भन्नुहुन्छ नि भए भन्छ अनि यसरी किन बालबच्चा बिचल्ली बनाइकन के गर्ने बालबच्चा भरि बिचल्ली बनाइ फालिकन कहाँ दब्रिया छ के गरिरहेको छ भएपछि पत्ता लाग्छ। दर्शकबिन नमस्कार, म यति बेला रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर 3 पाङामा आइपुगेको छु। हामीले आजभन्दा करिब 2-3 महिना अगाडि मान्छे हराएको सूचना विभिन्न सामाजिक सञ्जालमा हाल्ने गऱ्यौँ। हिमन्त खत्री हराएको करिब 5-7 महिना भइसक्यो, अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन। यहाँ आमा बुवाको रुवावासी छ अनि छोराछोरी श्रीमतीको रुवावासी छ। यति बेला यदि तपाईँहरूले हिमन्त खत्रीलाई कतै देख्नुभयो, यो फोटा यस्तो व्यक्ति कतै देख्नुभयो भने सम्पर्क गरिदिनु होला। रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर 3 पाङा घर भएका हिमन्त खत्री भाद्र 24 गते भारतको केरलामा बहिनीलाई भेट्न जान्छु भनेर घरबाट निस्किएका हिमन्त खत्री न सम्पर्क छ, अहिले न उनी भेटिएका छन्, न फोन सम्पर्क छ। अहिलेसम्म सम्पर्कमा नआइसकेपछि आमा अनि बुवाको यस्तो हालत छ। कृपया तपाईँ यदि सम्पर्कमा आउन नखोजेको भए एकचोटि यो भिडियो हेरिसकेपछि आउनु होला। आमा बुवाको यस्तो छ हालत र छोराछोरी तपाईँको श्रीमतीको पनि त्यस्तै हालत छ भने यदि कसैले देख्नुभयो, हिमन्त खत्रीलाई देख्नुभयो भने सम्पर्क गरिदिनु होला। उहाँ चाहिँ एक्ज्याक्टली रूपमा भारतको केरलामा बहिनी भेट्न जाँदै गर्दा झाँसी उत्तर प्रदेशको झाँसीसम्म सँगै गएका थियौँ र त्यहीबाट हरायो भन्ने उहाँहरूको साथीबाट चाहिँ हामीले खोजी कार्य गर्दा त्यो सूचना पायौँ र विभिन्न ठाउँमा खोजतलास गऱ्यौँ, भेटिनु भएको छैन। यदि भेटिएपछि सम्पर्क गरिदिनुहोस् है। आमा बुवाको यस्तो हेर्नुहोस् त, बुढा बा आमा यति बेला रोइराख्नु भएको छ। यस्तो छ है, उहाँहरूको अब एउटै छोरा आउँछ कि भन्ने आशले दिन रात गन्दै उहाँहरूको दिन बितिरहेको छ। कृपया सम्पर्कमा आइदिनु होला यदि तपाईँले हेर्नुभएको छ भने। र यदि कतै हुनुहुन्छ भने उहाँ केही गल्ती कमजोरी कतै काहीँ केही मानिस हो गल्ती कमजोरी हुन्छ, त्यस्तोमा कतै जेल भोग्नु भएको छ भने कतै यो त्यो प्रशासनसम्म पनि पुगोस् यो भिडियो, या भारत नेपाल जुनसुकै ठाउँमा पनि है केही छ भने सम्पर्क गरिदिनु होला। अनि फोन गरे पनि होइजान्थ्यो, कसो नआए पनि म यस्तो ठाउँ छु नभने पनि, अनि लग्न आइजान अनि मलाई घर लग्न भने पनि ऊ गरिन, म कदम रहेछु भनिन मेसेज पठाउने। अनि आज भोलि यस्तो मोबाइलको जमाना छ, मेसेज पठाइदिए अनि कोही देखे मोबाइलमा देखे मेरो छोरो रहेछ कदम र आउला भन्ने मान्न सबै कोहीका अमेरिका छन्, कोहीका कहाँ छन्, छोराछोरी त नि सबैका कोखा साथमा छन्। अनि हाम्रो ठुलो मन होला काम गर्ने केही लाग्दैन, छोराछोरी कदम र भयो भने त्यही गरेर फोगले मर लाग्यौँ हामी। अनि म त तिहारमा आइजान्यौँ, आमा तिहारमा आइजान्यौँ, बहिनी भेटाइ फाल्याउँछु, ज्वाइँ भेटाइ फाल्याउँछु, भान्जालाई समाति ल्याउँछु कि भान्जालाई हेरिफाल ल्याउँछु पनि गया। उनीहरू उहाँ छुट्टै रुन्छन्, हामी यहाँ छुट्टै रुन्छौँ। अनि आइज केही नगर बाबु, आइज घर आइज। बहिनी भेट्ने भनेर गएको हामीलाई थाहा छैन। भदौ 28 गते हरायो भन्ने झाँसीको सहरमा इन्डियामा हरायो भन्दाखेरि इन्डियाबाट गएको साथीहरू आई मिडिया गरी त्यति गरी पत्ता लागेन। कोही गाउँ जनताहरूले प्रदेशमा गएका नेपालीहरूले सबले पत्ता लाग्यो भनेपछि मेरो छोराको नाम हिमन्त खत्री हो, बताइदिनु होला, तपाईँलाई धन्यवाद हुनेछ। हामी बुढाबुढी एक्लै दिन काट्नु परेको छ। बाबु अहिले हामीलाई कति रुवाउने हो, कति के गर्ने। एउटा छोरा आज होइन, आज आउँछ कि आन्न, उता आउँछ कि आन्न, उता आउँछ, खबर आउँछ कि आन्न। केरला जाने पनि बहिनीलाई नासो लगी, घिउ लगी, कोखा मकै लगी गया। अनि ऊ पनि बहिनी पनि ऊ त कति निराश भइहाल्छन्, सबै जाउजान परिवार निराश छौँ। कोही भए सम्पर्कमा आइज मेरो भाउ।